मलाई मामु भन्छ 19 जना बच्चाको 25 वर्षीय आमा हैन हजुर कहाँ यस्तो भाग्य पाउँछ र मान्छेले हजुर 25 वर्षको उमेरमा 19 जना बच्चाको आमा अनि मैले एउटा जान्न खोजे जब यो काम थाल्ने भयो नि हजुर त्यो काम थाल्ने गर्ने बेलामा यस्तो विचार लागेर कि 19 जना बच्चा पाल्नु छ हजुर अब मसँग यो के रे उन्न पुग्ला कि भनेर के कुनै दिन यिनीहरूलाई खान नपुग्ला कि अथवा मसँग त्यति पैसा नहोला कि भनेर त्यो किन डोन्ट यु फिल द्याट वे समडे त्यस्तो पहिला त्यस्तो फिल भयो भयो यसमा त खुसी हुने कुरा छ नि रुने कुरा छैन नि हैन यु आर डुइङ अ ग्रेट वर्क या हुन्थ्यो अब कहिलेकाहीँ यस्तो हुन्थ्यो नि जहाँ भोलि अब लाइक हुन्छ कुनै बेलामा यस्तो काम गर्ने बेला पनि जस्ट 1000 रुपियाँ मात्र हुन्थ्यो कि तर भगवान्को साथले गर्दाखेरि होला कि somebody was there to help me कोही मान्छे आउँथ्यो कि भोलि लाइक हुन्छ नि प्रारम्भका दिनमा पनि पुष्पालाई सजिलो थिएन निकै गाह्रो थियो उनले एउटा नयाँ कुराको रहस्योद्घाटन हामीसँग गरिन् कि एक बखत स्थिति कस्तो समेत आयो भने उनले आफ्नो सुनको ब्याङ्गल पाला समेत बेच्नु पर्यो बच्चाहरूको निम्ति पुष्पाका घरमा कसैलाई पनि आजसम्म थाहा छैन भन्ने कुरा उनले रहस्य खोले त्यतिखेर चाहिँ त्यस्तो टाइममा छ त्यस्तो भएको बेलामा चाहिँ अब आई हेभ म्यानेज्ड कसरी हाउ even sold my gold bangle. हो र Yeah. सुनको आफ्नो बेचेको Yeah. My parents don't know. मलाई थाहा छैन बिचरा सुनको बाला बेचेको अब यो टेलिभिजन हेरेर थाहा पाउला नि मार्दैन No. त्यो टाइम पनि थियो